यस्तो भयंकर स्थितिमा अब जीवको कल्याण कसरी हुन्छ गुरुदेव कृपा गरेर बताइ बक्सियोस् भन्नुभयो। सकुलीनान् निजान् मत्वा चतुर्वर्णैर्विवर्तनः सर्ववर्ण भ्रष्टकरः मूढा सत्कर्मकारिणः। सबै चतुर्वर्णहरू आफ्नो वर्णहरूबाट पतन भए अनि स्त्रीहरू पनि आफ्नो वास्तविक जुन संस्कार हो, आफ्नो वास्तविक जुन धर्म हो, त्यसबाट स्त्रीहरू पनि अलिकति मार्गबाट भट्किँदै गए। लेखेको छ, यहाँ लेख्नु भएको छ वेदव्यासी महाराजले, स्त्रियाश्च प्रायसो भ्रष्टा भरत्र अज्ञानकारिकः ससुरद्रोहकारिण्यो निर्भया मलिनासनः भनेर लेखेको छ। हेर्नुहोस् त, शिव पुराणमा हाम्रा पुराणहरूमा जे लेखेको छ अलिअलि त्यस्तो वातावरण संसारमा आइसकेको छ। के लेखियो? सकुलिनान् स्त्रिया प्रयासो भ्रष्ट। हैन, पहिलाको जुन एउटा नियम थियो माताजीहरूको पनि, कस्तो सभ्यतापूर्ण बस्ने, कस्तो वस्त्र धारण गर्ने, कस्तो केश बनाउने, हैन, सबै नियम थियो नि, कति राम्रो। अब यहाँ जो बेर्नी गुथ्ने प्रसङ्गमा त यहाँ पनि छ कि माताहरूले केश खुल्ला राख्न हुँदैन अरे। प्रेमसँग भन्नुहोस् हर हर महादेव। अब अहिले त भने पनि अलि नसाउँदो जस्तो लाग्छ हैन। साँच्चै भन्ने भने यो केशहरूलाई खुल्ला नराख्ने, शिर ढाकेर राख्नुपर्छ। आफ्नो माता पिताको आज्ञा, आफ्नो सासु ससुराहरूको आज्ञा, पतिको आज्ञाको पूर्ण पालन गर्नुपर्छ भनेर लेखेको छ। भरत्र आज्ञानकारिकः भनेर लेखेको छ यहाँ त। अब जुन पति आज्ञा हो, आफ्नो सासु ससुराको सेवा हो, त्यो सेवाबाट अलिकति टाढा हुन थाले अरे माताहरू पनि, स्त्रीहरू पनि पतिको आज्ञाको पालना गर्न छोड्छन्। सासु ससुराहरूको एकदम यहाँ स्पष्ट लेख्यो, ससुर द्रोहकारिण्य अरे। सासु ससुरासँग त द्रोह गर्छन् अरे। निर्भया मलिनासना, मलिन बुद्धिवाला हुन्छन्, निर्भय भएर चारैतिर घुम्छन् अरे। कोही लज्जा छैन, कोही शील छैन, कोही भय छैन, कसैले के भन्छ कि भन्ने पनि रहने छैन। अहिले त त्यस्तो वातावरण आइसकेको छैन है। ताली बजाउनु माताहरू, यस्तै सत्सङ्ग गर्नुभयो भने त्यो कलीको प्रभावमा पर्नु पर्दैन। अब हामीले सत्सङ्ग गरेनौँ, सन्त महापुरुषहरूको सत्सङ्ग गरेनौँ, कथा सुनेनौँ भने त्यो अवस्था एकदम छिटो आउनेवाला छ। कहीँ त आइ पनि सकेको छ होइन, आइसकेको छ लगभग धेरै ठाउँमा। पति आज्ञा पालन नगर्ने, सासु ससुराहरूसँग द्रोह गर्ने, निर्भय भएर घुम्ने मलिन बुद्धिवाला यस्ता स्त्रीहरू हुनेछन्। यस्तो अवस्थामा कलियुगका प्राणीहरूको कल्याण कसरी हुन्छ गुरुदेव भनेर अत्यन्त पावन सुन्दर प्रश्नहरू सनकादि ऋषिहरूले सुतजी महाराजसँग गर्नुभएको छ। सम्पूर्ण वेद वेदान्तको सार हजुरले श्रवण गराइबक्छोस् भन्नुभएको छ। अनि सुतजी महाराजले भन्नुभयो, हे सनकादि ऋषि हो, चिन्ता नगर्नु, कलियुगका यस्ता प्राणीहरूलाई कल्याण गर्नका निमित्त शिव पुराण रूपी दिव्य एउटा ग्रन्थ, एउटा साधन प्रकट भइसकेको छ। वेदान्त सर्वस्व पुराणम चैवमुत्तमम सर्वाघोघोद्धारकरम परत्र परमार्थदम। यो कलीको कल्मशलाई मेटाउनका लागि सम्पूर्ण शास्त्रको सार गर्जना गर्दै शिव पुराण प्रकट भएका छन्। बोलो शिव महापुराणको, शिव महापुराणको। हेर्नुस्, पापहरू कहिलेसम्म आफ्नो प्रभाव देखाउँछन्? जबसम्म शिव पुराण धरतीमा प्रकट हुँदैन। तीर्थहरू कहिलेसम्म आपसमा झगडा गर्छन्, म ठुलो भनेर, जबसम्म शिव पुराण रूपी यो ग्रन्थ यो धरतीमा प्रकट भएको छैन। तावत विजृम्भते पापम ब्रह्म हत्या पुरस्सरम यावत शिव पुराणम हि नोदिश्यते जगत्य हो।
जबसम्म शिव पुराण प्रकट भएको छैन तबसम्म म ब्रह्महत्या पाप हो, मैले भ्रष्ट गराउँछु, म यस्तो पाप हो, म तिमीहरूलाई पतन गराउँछु भनेर गर्जना गर्दै ब्रह्महत्या आदि पापहरू ताल ठोक्दै हिँडेका छन् नि। कहिलेसम्म? जबसम्म शिव पुराण रूपी दीप यो धरतीमा उदय हुँदैन तबसम्म ती पापहरू आफ्नो प्रभाव देखाइरहेका हुन्छन्। अरे ती शास्त्रहरू पनि तावत सर्वाणि शास्त्राणि वेद दन्ते परस्परम आपसमा मठुलो 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 भनेर सम्पूर्ण वेद वेदान्त शास्त्र पुराण उपपुराणहरू आपसमा विवाद गरेका छन्। सबैले मठुलो मठुलो भनेका छन्। कहिलेसम्म? जहिलेसम्म शिव पुराण यो धरतीमा प्रकट हुँदैन तबसम्म उनीहरू यसरी गर्जना गरिरहेका छन्। सम्पूर्ण तीर्थहरू तावत सर्वाणि तीर्थानि विवदन्ते महितले यो धरतीमा तीर्थहरू पनि आपसमा झगडा गरिरहेका छन् मठुलो मठुलो भनेर। जबसम्म शिव पुराण प्रकट भएको छैन तबसम्म झगडा गरिरहन्छन्। यावत शिव पुराणी क्षेत्राणी क्षेत्रहरू यसरी झगडा गरिरहेका छन्। पीठानी सम्पूर्ण पीठहरू झगडा गरिरहेका छन्। सम्पूर्ण दानहरू पनि आपसमा झगडा गरिरहेका छन्। मठ ठुलो दान, कन्यादान ठुलो, भूमि दान ठुलो, यो दान ठुलो, त्यो दान ठुलो भनेर। कहिलेसम्म? जबसम्म शिव पुराणको कथा प्रकट भएको छैन, जबसम्म शिव पुराण यो धरतीमा आउँदैन तबसम्म ती सबैले विवाद गरिरहन्छन्। ती देवताहरू तावत सर्वे सती देवा विवदन्ती महितले देवताहरू पनि मठुलो मठुलो भन्छन्। कहिलेसम्म? जबसम्म शिव पुराण प्रकट भएको छैन। अस्य शिव पुराणस्य कीर्तन श्रवणात् द्विजः फलम वक्तुं न शक्नोपि कात्नेन मुनिसत्तमः। हे मुनि, हे ऋषिवर हो, शिव पुराणको महिमा कति वर्णन गरौँ? शिव पुराणको महिमा अद्वितीय छ, अद्भुत छ। यति धेरै महिमापूर्ण यो शिव पुराण छ। अब यो शिव पुराण म हजुरलाई अवश्य श्रवण गराउँछु। अरु त कुरै छोड्नुहोस्, शिव पुराणलाई धेरै टाढाबाट पनि यदि कसैले हात जोडेर प्रणाम मात्र गर्छ भने उसका सम्पूर्ण जीवन पापहरू समाप्त हुन्छन् भनेर यहाँ लेखिएको छ। एतत् शिव पुराणं यो नमस्कुर्याद दूरतः सर्वदेवार्चन फलम स प्राप्नोति न संशयः। जो व्यक्ति टाढाबाट पनि शिव पुराणलाई प्रणाम छ है भनेर प्रणाम मात्रै गर्यो भने पनि त्यो सम्पूर्ण पापबाट मुक्त हुन्छ अरे। अनि अर्को कुरा यहाँ बडा दिव्य लेखिएको छ शिव पुराणको महिमामा। प्रत्यक्षरम तु गायत्री पुरस्सर्या फलम लभेत् इह भुक्त्वा खिलान कामान अन्ते निर्वाणताम ब्रजेत्। शिव पुराण कसैले एक शब्द पनि पढ्यो भने, पुरै शिव पुराण पाठ गर्यो, पुरा शिव पुराणको कथा सुन्यो भने त कुरा छोड्नुहोस्, उसको महिमा कसले वर्णन गर्न सक्छ र। परन्तु यहाँ त यस्तो लेखिएको छ, प्रत्येक अक्षरमा गायत्री पुरस्चरण गरेको फल प्राप्त हुन्छ अरे। ताली बजाउनुहोस्। ल हेर्नुहोस् त महिमा। प्रत्येक एक एक अक्षरमा 24,000 श्लोकमा कति अक्षर होलान् त्यसको पनि गणना गरेर निकाल्न सकिन्छ। एक बार पूरा शिव पुराण पाठ गर्यौं भने अब एउटा श्लोकमा, एउटा अनुष्टुप छन्दमा 32 अक्षर हुन्छन्। एउटा श्लोक मात्रै व्यक्तिले पढ्यो भने, पाठ गर्यो भने 32 गायत्री पुरस्चरण गरेको फल मिल्छ भनेर शिव पुराणको मूलमा लेखिएको छ। प्रत्यक्षरम तु गायत्री पुरस्सर्य फलम लभेत् इह भुक्त्वा खिलान कामान अन्ते निर्वाणताम ब्रजेत्। सम्पूर्ण सुखहरू प्राप्त गरेर अन्तिममा भगवानको धाममा लाने गायत्री पुरस्चरणको धेरै महिमा छ। त्यो गायत्री पुरस्चरण गरेको फल एक एक अक्षरमा प्राप्त हुने यस्तो सुन्दर शिव पुराणको महिमा छ। जो चतुर्दशीको दिनमा उपवास बसेर शिव पुराणको पाठ गर्छ, शिव पुराण सुन्छ, पाठ गर्यो भने अक्षय फल प्राप्त हुन्छ अरे। चतुर्दशीको दिन है, कुनै पनि पक्षको चतुर्दशीको दिन भगवान शिवको शिव पुराण पाठ गर्ने धेरै ठुलो महिमा छ।
रुद्र संहिता यदि पाठ गर्छ चतुर्दशीको दिन फलाहार बसेर भगवान शिवजीको पूजा गरेर भने उसलाई अतुल्य फल प्राप्त हुन्छ अरे। यति सुन्दर सुन्दर शिवको महिमाहरूको वर्णन यहाँ गरिएको छ। अब लगभग हाम्रो समय पनि पुरा हुँदैछ। हामी शिव पुराणका कथा श्रवण गर्न कसैले पनि नछोडौँ है। शिव पुराण यति महिमा छ, त्यो पनि माघको महिनामा। आहा, माघको महिनामा शिव पुराण सुन्नु, धर्म कर्म गर्नु, दान पुण्य गर्नु, यो त धेरै धेरै महिमा छ। त्यसैले अद्भुत यो दिव्य शिव पुराणको महिमालाई हामी सबैले श्रवण गरेका छौँ। एक बार 6 कुलका ऋषि मुनिहरूमा पनि आपसमा विवाद भएछ, के गर्ने भनेर। पुरा कालेन महता कल्पे तीते पुनः पुनः। सबै ऋषिहरूमा आपसमा यो विवाद भएको थियो, के गर्ने त, कुन पुराण सुन्ने, कुन कथा सुन्ने भनेर आपसमा विवाद भएको थियो। मुनिनाम षट्कुली नानाम ब्रुवता मितरेतरम। सृष्टिको क्रममा ती षट्कुलीन ती ऋषिहरूमा आपसमा विवाद भएको थियो, के गर्ने त भनेर। त्यति बेला यो शिव पुराण रूपी जुन ग्रन्थ प्रकट भयो, अब दिव्य शिव पुराणको महिमा वर्णन गर्दै भन्नुभएको छ। भगवान शिवलाई प्राप्त गर्ने 3 सुन्दर साधनहरू छन् अरे। सरल साधन, ध्यानसँग सुन्नुहोला। साँच्चै हाम्रो हृदयमा भगवान शिवको प्रेम जगाउने, सम्पूर्ण कामनाहरूलाई पूर्ति गर्ने, भगवानको प्राप्ति गराउने सरल 3 साधन बताउनु भएको छ सुतजीले सनकादि ऋषिहरूलाई। प्रेमसँग भन्नुहोस् राधे 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 राधे। 3 साधनहरू के छन् त? यी साधन मात्रै होइनन्, महासाधन भनेर बताइएको छ। महासाधन म हजुरलाई श्रवण गराउँछु। संक्षिप्य तत्र वः सारं साधनं प्रब्रवीम्यहं श्रोत्रेण श्रवणं तस्य वचसा कीर्तनं तथा। 3 साधन छन् अरे। 3 साधन के हुन् त? श्रोत्रेण श्रवणं तस्य वचसा कीर्तनं तथा मनसा मननं तस्य महासाधन मुच्यते। एउटा साधन हुन्छ, एउटा महासाधन हुन्छ। एउटा प्रसाद हुन्छ, एउटा महाप्रसाद हुन्छ। प्रसाद के हो, महाप्रसाद के हो थाहा छ कि नै हजुरहरूलाई? प्रसाद त थाहा छ नि, महाप्रसाद थाहा छैन? महाप्रसाद एउटा प्रसाद हुन्छ। प्रसाद भनेको त हामीले जो बिहान भोग लगाउँछौँ, त्यो मनभौ बनाएर भोग लगाउँछौँ, पुलाउ बनाएर भोग लगाउँछौँ होइन? पुलाउ होइन के अरे, चनौरी अरू साना साना त मिष्ठानहरू बनाएर हामीले भोग लगाउँछौँ नि, त्यो प्रसाद हो। थोरै थोरै भोग लगाउने जुन चिज हुन्छ, थोरै थोरै लिने जुन चिज हुन्छ, त्यसलाई प्रसाद भनिन्छ। अनि पुरा पेटभरि लिनेलाई के भन्छन्? महाप्रसाद भनिन्छ। प्रेमसँग भन्नुहोस् हर हर। त्यो प्रसाद कसरी हुन्छ त? हजुरले खुरुखुरु बनाउनु भयो, अनि कुकरबाट निकालेर अनि गम गम आफै लिनुभयो भने त्यो प्रसाद हुँदैन है। प्रसाद कहिले हुन्छ? त्यो जुन बनाएको चिज, जो भुजा भन्नुहुन्छ, भात भनिन्छ हामीले, त्यो भातलाई सब्जी, त्यो भात हैन, सबैलाई सुन्दर सजाएर भगवानको चरणमा लगेर राख्ने, अनि तुलसी दल राख्ने, अनि भोग लगाउने। भोग लगाएर हे प्रभु, यो हजुर
भगवानले ग्रहण गरी बक्स्योस् है भनेर भगवानलाई त्यो चिज भोग लगाउने। भगवानलाई जबसम्म भोग लगाइँदैन नि त्यो प्रसाद हुँदैन। सानो सानो चिजहरू भोग लाग्यो भने त्यो प्रसाद हुन्छ। जस्तै भातहरू हामीले पूर्ण भोजन जो बनाउने गर्छौँ त्यो सबै भोजनहरू सजाएर भगवानको अगाडि थाली लगाएर राख्यौँ, त्यो भगवानलाई भोग लगायौँ भने त्यो महाप्रसाद हुन्छ। प्रेमसँग भन्नुहोस् हर हर महादेव। त्यसैले हामीले प्रसाद लिनुपर्छ, महाप्रसाद लिनुपर्छ, अरू केही पनि नलिने है। भगवानलाई भोग लगाएको चिज प्रसाद हुन्छ अथवा महाप्रसाद हुन्छ। भगवानलाई भोग नलगाएको चिज लिनै हुँदैन, केही पनि नलिनु। भोग नलगाइकन यदि हामीले लियौँ भने त्यो पाप खान्छौँ अरे हामीले, थाहा छ कि नै? भुञ्जति त्यक्त्वघम पापम ये पचन्त्यात् मकारणात् भनेको छ नि गीतामा। जो आफ्नो लागि मात्रै भोजन बनाउँछ, आफ्नो घर परिवारले खाने आफ्नो लागि मात्रै हो भनेर भोजन बनाउँछ, त्यसले भोजन बनाउँदैन, पाप पकाउँछ, पाप खान्छ भनेर गीतामै लेखिएको छ। अब हामीले के खाएका छौँ? भोजन खाएका छौँ कि पाप खाएका छौँ? प्रेमसँग भन्नु हर हर महादेव, हर हर महादेव। जो चिज भगवानलाई भोग लाग्दैन त्यो खाँदै नखानु हुन्छ। जो चिज भोग लाग्छ त्यही मात्रै हामीले लिने गरौँ अनि हाम्रो मन बडा दिव्य हुन्छ, सुन्दर हुने गर्छ। त्यस्तै यो पनि साधन होइन, यहाँ पनि महासाधनका कुरा गरिएका छन् शिवपुराणमा। हेर्दा बडा सिम्पल छ, साधारण छ। ती महासाधन के हुन् त भन्दा श्रोत्रेण श्रवणम तस्य। श्रोत्रेण कानद्वारा भगवानको कथा श्रवण गर्नु एक महासाधन मध्ये एक साधन हो। बुझ्नुभयो? श्रोत्रेण कानद्वारा भगवान शिवको कथा सुन्ने, भगवानको चर्चाहरू श्रवण गर्यौँ भने त्यो हामीले महासाधन गरेका छौँ भनेर बुझ्नु। श्रोत्रेण श्रवणम तस्य। कानद्वारा अब अरूको चर्चा नसुन्ने, धेरै अन्य वार्ताहरू नसुन्ने, कसैको निन्दा चुगलीहरू नसुन्ने, हैन? यो श्रोत्र, यो कानहरू कसैको निन्दा सुन्न पायो भने त बडा खुसी हुन्छ। कसैले ओ फलानाले त यस्तो गरेछ नि भन्यो भने ए हो र भनेर यति खुसी भएर व्यक्तिले सुन्छ, प्रफुल्लित हुन्छ। भन्दैछ कसैले भने, कसैको बुराई गर्दैछ भने अनि दौडिँदै आउँछ, ओहो अरू भन न अरू, ए पक एकछिनमा चिया बनाएर ल्याउँछु अनि चिया पिएर बिस्तारै भन्नु। कसैको बुराई गर्न कोही व्यक्ति आयो भने त उसलाई खूब सेवा गरेर चिया पिलाएर भए पनि बुराई सुन्न यति तर्सिन्छन् व्यक्तिहरू है। के सुन्ने त? कसैको बुराई सुन्ने होइन। महाप्रसाद, महासाधन हो नि यो त। महासाधन के? कथा सुन्ने, भगवानका दिव्य लीलाहरू श्रवण गर्ने, शिवपुराणका कथा सुन्ने, भागवतका कथा सुन्ने, भगवानका दिव्य ती भजनहरू श्रवण गर्ने। बिहानै उठ्ने अनि घरमा युट्युब च्यानलहरू खोल्ने अथवा टिभी खोल्ने, धार्मिक च्यानल लगाउने, सुन्ने। अब माघभरि त सकभरि यहीँ आएर सुन्ने, शिवपुराण सुन्ने, भागवत सुन्ने। प्रेमसँग भन्नुहोस् राधे राधे राधे। अब केही समयपछि नेपाल राष्ट्रकै सबैभन्दा कान्छी छोरी वृन्दावन धाममा बसेर सानै अवस्थादेखि दिव्य भगवानका दिव्य वाङ्मय शास्त्रहरूको अध्ययन गरेर श्रीमद् भागवतकी प्रखर वाचिका अत्यन्तै दिव्य श्री अनुराधा पाण्डेजीको कथा हामीले श्रवण गर्ने, दिसभरि भागवत सुन्ने अनि बिहानमा चाहिँ शिवपुराण सुन्ने। अनि बल्ल पो यो कान धन्य हुन्छन् त। श्रोत्रेण श्रवणम तस्य। कानको कामै हो कथा सुन्ने, कसैको बुराई सुन्ने होइन।
है। अब के सुनाउने कानलाई? फिल्मी गीत नसुनाउने के, ढले ढले म त भनेर सुन्ने होइन। आजकल त त्यही चलिरहेछ नि चारैतिर, जहाँको पनि ढल्ने म त ढल्ने भनेको के भनेको त मलाई थाहा छैन फेरि। अब त्यो चाहिँ धेरै सुन्ने होइन, कुटुमा कुटुमा सुपारी दाना सुन्ने होइन, दिदीको मगनी भइसक्यो मेरै पालो छ भन्ने होइन। अब के सुन्ने? भगवानका कथा सुन्ने। यो महासाधन हो। भगवानको कथा सुन्न कोही साधारण चिज होइन, महासाधन गर्छौँ हामीले कथा सुन्यौँ भने, कीर्तन भजन सुन्यौँ भने। एउटा साधन। अर्को मनसा मन वचसा वाणीद्वारा, वचसा कीर्तनम तथा वाणीद्वारा भगवानको नाम गाउने। कसरी गाउने? सुन्दर भगवानका कीर्तनहरू गाउने, कथाहरू सुन्ने, सुनाउने अरूलाई पनि। पहिला आफूले ध्यानसँग सुन्ने कथा, अनि सुनिसकेपछि त हृदयमा बस्छ नि। जसले राम्रोसँग सुन्न सक्छ उसले अरूलाई पनि सुनाउन सक्छ, हो कि होइन? ध्यानसँग सुनेन भने उसले कहिले पनि सुनाउन सक्दैन कसैलाई। जसले सुन्ने शक्ति जसमा छ, सुन्ने बानी जसमा छ, उसले बल्ल अरूलाई पनि सुनाउन सक्छ। पहिला आफूले सुन्ने, श्रवणम, श्रवण भक्ति। श्रोत्रेण श्रवणम तस्य वचसा कीर्तनम तथा। वाणीद्वारा भगवानको कीर्तन गाउने, कथा सुनाउने अरूलाई पनि, है। यो पनि दोस्रो नम्बरको महासाधन हो, गाउने, सुनाउने। गाएर सुनाउनु, अरूलाई सुनाउनु, घरमा जानु। ओहो, शिव पुराणमा त आज यस्तो कथा आएको थियो, बिन्दु कोही रहेछन्, चञ्चुला कोही रहेछन्, यस्तो पो भएको रहेछ, यस्तो कथा हामीले सुन्यौँ भनेर अरूलाई सुनाउने। देवराजको कथा सुनाउने, भगवान श्री कृष्णको कथा सुनाउने। पहिला आफूले सुन्ने अनि अरूलाई सुनाउने। त्यो वचसा वाणीद्वारा गाउनेलाई वचसा कीर्तनम तथा भनिएको छ, कीर्तन गाउने। राधे कृष्ण 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 राधे राधे, राधे कृष्ण राधे। सबैले गाउन त 2 मिनट भगवानको कीर्तन। राधे राधे, राधे श्याम श्याम, श्याम श्याम राधे राधे, राधे श्याम श्याम, श्याम श्याम राधे राधे। हरे कृष्ण 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 हरे हरे, हरे कृष्ण। सबैले गाउनुहोस् है। कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे, हरे राम 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 हरे हरे। अब यो एउटा कीर्तन सधैँभरि हजुरले गाउन सक्नुहुन्छ। यो भन्दा अरू कुनै नाम लिन चाहनुहुन्छ भने हजुरले लिन सक्नुहुन्छ। नमः शिवाय भोले, नमः शिवाय, नमः शिवाय भोले, नमः शिवाय, नमः शिवाय भोले, नमः शिवाय।